हिजोआज देखिएको कामको प्रेसर, मोबाइलको नोटिफिकेसन, भोलिको चिन्ता र 24 घण्टा मानिसहरू ओभर थिङ्किङ मोडमा जाँदाखेरि कहिलेकाहीँ लाग्छ मानसिक अवस्था मान्छेको के होला। हाम्रा शास्त्रले त नियमित मन्त्र जपलाई नै मानसिक रूपमा एकदम स्वस्थ फिल गराउने एउटा उपाय हो भनेर बताइरहेका छन्। तर अब आजको जमानामा शास्त्रको कुरालाई त अहिलेका युवाहरूले कता पत्याउँछन् र आजको भौतिक विज्ञान वा आधुनिक विज्ञानले मन्त्र जपको बारेमा के लेखेको रहेछ। किनभने हाम्रा शास्त्रहरूमा लेखेका कयौं कुराहरू जुन प्राचीन कालमा नै लेखिएका थिए, ती कुराहरूलाई पछिल्लो 16औं 17औं शताब्दीमा जब पश्चिमाहरू भारतमा आए र यहाँका शास्त्रहरू पढ्न थाले, त्यसपछि उनीहरूले गएर नयाँ इन्भेन्सन भनेर खोजिरहेको देखिन्छ। 1970 भएको रहेछ एउटा हार्वर्ड स्कुल, मेडिकल स्कुलले गरेको रहेछ। त्यसमा धार्मिक मन्त्रहरूको मन्त्रोच्चारण नै एउटा मानसिक समस्या समाधानको एउटा विशेष पहल कदमी हो भन्ने एङ्गलबाट लेखेको छ। त्यसपछि 2011 भएको अर्को अध्ययनमा पनि त्यस्तै महत्त्व दिएको छ। 15 को होस् या 2019 देखि 24 सम्म भएको यावत अध्ययनहरूले आजको व्यस्त समय भनेको मान्छेको शारीरिक रूपमा सुख शान्ति छ, भौतिक सुख छ, तर मानसिक रूपमा चाहिँ मान्छे झनै बेचैनी हुँदै गइरहेका छन्। त्यसले गर्दा मानसिक समस्या, डिप्रेसन, एन्जाइटी जस्ता प्रब्लमहरू आइरहेको छ। सामान्य रूपमा पहिला यो रिसर्चको बारेमा भन्नुभन्दा पहिला हाम्रो मन्त्र जप र दिमागी तरङ्गहरूको सम्बन्ध कस्तो छ भन्ने विषयमा चाहिँ छोटोमा एउटा अलिकति कुरो गरौँ। यो पनि आजको न्युरोसाइन्सले नै भनेको विषयलाई चाहिँ अलिकति टेक्निकल वर्डहरूलाई चाहिँ मैले प्रस्तुत गर्न खोजिरहेको छु। न्युरोसाइन्स अनुसार जब तपाईँ मन्त्र जप गर्नुहुन्छ, त्यसबाट चाहिँ हाम्रो दिमागको फ्रिक्वेन्सीलाई चाहिँ त्यसले अदल बदल गरिदिन्छ। एउटा EEG भन्ने अध्ययनले देखाएको छ कि दिमागमा चाहिँ जुन अल्फा वेभ हुन्छ, जुन चाहिँ 8 देखि 12 हर्जको हुन्छ र त्यसले तनाव कम गर्छ, दिमागलाई एकदम क्लियर बनाइदिन्छ र एकदम गहिरो शान्ति दिने गर्छ। मन्त्र जप गरिसकेपछि मान्छेको त्यो दिमाग चाहिँ अल्फा वेभमा प्रवेश गर्छ भनेर चाहिँ एउटा विभिन्न अध्ययनहरूमा चाहिँ यो उल्लेख गरिएको छ। र अझ अर्को रोचक कुरा सुनौँ, थेटा वेभ भन्छ जुन चाहिँ 4 देखि 8 हर्जको हुन्छ, त्यसले चाहिँ गहिरो ध्यान, भावनात्मक सन्तुलन र मेडिटेसनको अवस्था सिर्जना गर्ने त्यो थेटा वेभ पनि सक्रिय हुन्छ र दिमागलाई चाहिँ रिल्याक्स मोडमा लैजान्छ भनेर चाहिँ त्यो अहिलेको न्युरोसाइन्सले पत्ता लगाएको छ। 1970 को दशकमा हार्वर्ड मेडिकल स्कुलले गरेको जुन चाहिँ हार्वर्ड बेन्सन भन्ने न्युरोसाइन्टिस्टले गरेका थिए, जसमा तनाव सिर्जना गर्ने एउटा कार्टिसोल नामको हर्मोन हुन्छ। यो तस्बिरमा देख्न सक्नुहुन्छ, यो एरियामा हुन्छ। चिन्ता, रिस, थकान र अनिद्राको अवस्थामा चाहिँ हाम्रो शरीरले कार्टिसोल हर्मोन उत्पन्न गर्छ। तर जब हामी मन्त्र जप गर्छौँ, त्यो कार्टिसोल हर्मोनलाई चाहिँ बिस्तारै शान्त गराएर नियन्त्रण गर्दै लगेर हाम्रो दिमागलाई चाहिँ यसले एकदम शान्त अवस्थामा लैजान्छ। त्यसलाई चाहिँ रिल्याक्सेसन रेस्पोन्स भनेर भनिएको छ। यो रिल्याक्सेसन रेस्पोन्स हुँदा के हुन्छ त भन्दा, एउटा कार्टिसोल हर्मोन कम हुन्छ, अर्को रक्तचाप कम हुन्छ र अर्को मुटुको धड्कन पनि शान्त हुन्छ। त्यसैले जब रिल्याक्सेसन रेस्पोन्सको अवस्था हुन्छ, त्यसपछि त्यो एकदमै स्वस्थ अवस्थामा रहन्छ भन्ने देखिएको छ। अब अर्को छ दिमागको तालमेलको विषयमा, जसलाई चाहिँ न्युरल इन्टरटेनमेन्ट भनेर भनिन्छ। न्युरल इन्टरटेनमेन्ट चाहिँ कस्तो अवस्थामा हुन्छ त भनेर भन्दाखेरि, हाम्रो दिमागमा 3टा भाग हुन्छ। एउटा सुन्ने भाग जसलाई चाहिँ अडिटोरी कर्टेक्स भनेर भन्छ, अर्को बोल्ने भाग जसलाई मोटर कर्टेक्स भनेर भन्छ, र अर्को ध्यान तथा निर्णय गर्ने भाग प्रिफ्रन्टल कर्टेक्स भनेर भन्छ। जब 3वटा भागलाई चाहिँ सिन्क्रोनाइज गर्छ र दिमागलाई त्यसले एकदम शान्त अवस्थामा लैजान्छ, त्यो अवस्थालाई चाहिँ न्युरोसाइन्सले न्युरल इन्टरटेनमेन्ट भनेर नाम दिएको छ। सरल भाषामा भन्दाखेरि दिमाग एउटै लयमा चल्न थाल्छ, यताको त्यो तनाव भोगेर चाहिँ त्यो दिमाग एकदम अशान्त र अस्वस्थ बन्दैन, दिमाग एउटै गतिमा बग्न थाल्छ भन्ने चाहिँ अर्थ हो यसको। अब यो अध्ययनको कुरा यति नै छोडिदिउँ, अब अर्को अध्ययनमा जाउँ। अर्को अझ रोचक कुरो छ। अर्को चाहिँ लिम्बिक सिस्टम र भावनात्मक नियन्त्रणको सम्बन्धको बारेमा एउटा अध्ययन भएको थियो। लिम्बिक सिस्टम भनेको कस्तो हो त भन्दाखेरि, हाम्रो रिस, डर र चिन्ताको एउटा कन्ट्रोल सेन्टर भनेको चाहिँ लिम्बिक सिस्टम हो। यो तस्बिरमा हेर्न सक्नुहुन्छ, यो भागमा चाहिँ लिम्बिक सिस्टम रहेको हुन्छ भनेर देखिन्छ। यो अध्ययन सन् 2011 मा भएको हो, जसलाई चाहिँ इन्टरनेसनल जर्नल अफ योगामा प्रकाशित गरिएको थियो। यो fMRI अध्ययनमा केन्द्रित थियो र यसले के देखायो भनेदेखि, नियमित मन्त्र जप गर्दा डर र तनावसँग जोडिएको एमिगडाला भन्ने अङ्ग चाहिँ एकदमै शान्त हुन्छ। यसको मतलब चिन्ता कम हुन्छ, रिस नियन्त्रण हुन्छ
र भावनात्मक स्थिरतालाई यसले प्रश्रय दिने गर्दछ। त्यसैले पनि यो अध्ययनले के भन्यो भने यो जुन नियमित मन्त्र जपलाई चाहिँ इमोसनल थेरापी भनेर पनि नाम दिएको छ। यो अध्ययनको पनि यति नै कुरो छोडिदिउँ। अब अर्को अध्ययन, अझ अर्को इन्ट्रेस्टिङ अध्ययनको बारेमा गरौँ। जेम्स हार्टजेल भन्ने वैज्ञानिकलाई लागेछ वैदिक मन्त्र ऋचाहरू नियमित उच्चारण गर्ने व्यक्तिको दिमागमा फिजिकल अवस्था चाहिँ कस्तो हुन्छ त, नर्मल हुन्छ या अलिकति अरूको भन्दा फरक हुन्छ भनेर चाहिँ एउटा अध्ययन गरेछन्। उनको अध्ययन के थियो भने स्मरण शक्ति, हिप्पोक्याम्पस र संस्कृत इफेक्टको बारेमा थियो। हिप्पोक्याम्पस भनेको मेमोरी र फोकसको एउटा केन्द्र हो र सन् 2015 मा भएको यो अध्ययनले नियमित वैदिक मन्त्र जप गर्ने व्यक्तिहरूमा मेमोरी र एटेन्सनसँग सम्बन्धित दिमागका भागहरू अझ विकसित भएको देखायो। अर्थात् ग्रे म्याटर डेन्सिटी भन्छ, त्यो ग्रे म्याटर डेन्सिटी अझ बढेको देखियो। पछि यो लेटेस्ट एउटा अध्ययन छ 2024 मा अध्ययन सम्पन्न भएको थियो, जुन चाहिँ 2019 बाट अध्ययन सुरु भएको थियो। त्यो चाहिँ भेगस नर्भको बारेमा गरिएको अध्ययन थियो। भेगस नर्भ भनेको चाहिँ कस्तो नसा हो भने शरीरलाई र दिमागलाई जोड्ने एउटा नसा हो, जसले चाहिँ शरीर एकदम ठिक छ है, सबै फिट एन्ड फाइन छ है भनेर चाहिँ सन्देश दिने खालको नसा हो। मन्त्र जप गर्नाले यसलाई पनि एकदमै फाइदा गरेको भनेर देखियो, जसलाई चाहिँ प्यारासिम्पेथेटिक नर्भस सिस्टम सक्रिय भयो र यसले शरीरलाई नै एकदम शान्त मुड र एकदम स्वस्थ मुडमा लग्यो भन्ने अध्ययनबाट देखिएको छ। भनेको यसलाई टेक्निकल भाषामा भन्दा नियमित मन्त्र जपले हाम्रो दिमागमा न्युरोप्लास्टिसिटी बढाउँछ र यसले मान्छेलाई चाहिँ एकदम शान्त महसुस गराउँछ भन्ने पनि यसले पुष्टि गर्यो, जसले गर्दा दिमागले नयाँ तरिकाले सोच्न सिक्छ, नकारात्मक सोचहरू बिस्तारै हराउँदै जान्छ, सकारात्मक दृष्टिको विकास हुन्छ भन्ने कुरो चाहिँ योबाट पुष्टि भएको छ। हामीलाई पहिलेदेखि नै नियमित गायत्री लगायतका वैदिक मन्त्रहरू जप गर्न लगाउनु यो कुनै धार्मिक या रूढिवाद थिएन भन्ने कुरा आजको विज्ञानले पनि प्रष्ट पारिसकेको छ। अझ विशेष गरेर आजको यो मानसिक समस्या र अनावश्यक तनावको अवस्थामा नियमित मन्त्र जप केवल 10 देखि 15 मिनट मात्रै गर्दाखेरि पनि हाम्रो डिप्रेसन, एन्जाइटी जस्ता समस्याहरू, मानसिक समस्याहरू सजिलै निराकरण गर्न सकिन्छ भन्ने यी विभिन्न अध्ययनहरूबाट पुष्टि भएको छ।